नमस्ते एन्ड खम्री म जोरथाङबाटको भिडियोमा देखाइरहेको छु। यो चाहिँ म हिजो मेला गएको थियो अनि यसरी नै यो चाहिँ ग्रिन पार्कको बाहिर चाहिँ यसरी मजाले बल्बहरू लगाइरहेको थियो अनि ग्रिन पार्कको भित्रहरू पनि लगाइरहेको थियो। अब यति रमाइलो देखिरहेको थियो है जोरथाङमा चाहिँ लाइटले गर्दा अनि मान्छेको कच्चाकच मान्छे घुम्ने घुमिरहेको थियो, उता डुल्ने डुलिरहेको थियो है, नाच्ने नाचिरहेको थियो। यति बेसी मान्छे थियो, जुनै गल्ली कुनै चेपचाप बस्दा पनि यति बेसी थियो। अनि यहाँ चाहिँ म घुम्दै जाँदा चाहिँ यहाँ चाहिँ 10 रुपियाँमा लुगा 10 रुपियाँमा लुगा 10 रुपियाँमा लुगा भनिरहेको थियो। अनि मान्छेहरू चाहिँ भनिरहेको थियो 10 रुपियाँमा चाहिँ के चाहिँ छ भनेर मान्छेको घचाघच आइरहेको थियो। अन्त मैले यसो हेरेँ, यति मजाले अब 10 रुपियाँमा लुगा 10 रुपियाँमा लुगा, खालि 10 रुपियाँ मात्रै थियो। जसले चिन्यो त्यसले किन्यो भनिरहेको थियो। उहाँको मिसेस पनि थियो है, नानी पनि थियो। ऊ मिसेसले पनि देखाइरहेको थियो। यो चाहिँ इभिनिङ टाइममा थियो अनि छान्नेले छानेको चाहिँ म चाहिँ यसो हेरेर भिडियो बनायो। यो चाहिँ मन्डीको मुनिपट्टि थियो अनि मैले यसो भिडियो बनायो। आम्मामामा मान्छेले छानेकै अनि मैले यसो हेरेँ, अब लाउनेले त फेद पारे लुगाहरू त राम्रै देखियो है, छान्नेले छानिरहेको थियो। अन्त म चाहिँ यसो भिडियोहरू बनायो अनि यसो 20 गल्लीबाट माथि हेरेको त रोटेपिङ यति मजाले, अब इभिनिङ यो त राति टाइम भयो, रात परेपछि त आम्माम लाइट लगाएर त रोटेपिङ चाहिँ यति मजाले घुमिरहेको थियो। अन्त मैले भिडियो बनायो है, घुमिरहेको थियो, कराइरहेको थियो, मजा इन्जोय गरिरहेको थियो। माथि रोटेपिङमा जोरथाङ नै पुरा हल्लै थियो। जोरथाङै मजाले अब मान्छेहरूको हल्ला सुनिरहेको थियो। अनि म यसो गरेर बाङ्गे बजार पुगेँ। बाङ्गे बजारमा हेरेको त आम्माम त्यहाँ झन् यति रमाइलो थियो। सबै अर्ग्यानिक, कुनै पनि बाहिरको खानेकुरा नभएको है, सबै आगोमा पकाउने, सबै लोकल कुखुरा, अब सबै यहाँकै सबै लोकल चिजहरू मात्रै पाइरहेको थियो। अनि मान्छेले मजाले घुमिरहेको थियो, खानेले खाइरहेको थियो, यति मजाले घुमिरहेको थियो। अन्त मैले पनि यसो हेरेँ है, जाडोमा फेरि आगो फुकेको, यति तातो कि जाडोमा आगो फुकेको त यति तातो, यति रमाइलो थियो। अनि म चाहिँ यस्तो नै घुमेँ। अब म त खानु केही खाँदिनँ होइन, अब त्यस्तो केही खाँदिनँ र पनि यसो हेरेँ। अनि फेरि रोटेपिङ चढ्नु मन पऱ्यो, साथी भेटेँ, साथीले टिकट काटिदियो। अन्त रोटेपिङ चढौँ न भनेर साथी र म एकछिन रोटेपिङ चढेको। अब फर्स्टमा त माथि गएँ, अब तल झर्दा निकै चुङ भयो, तर म सधैँ खेलिबस्ने भएर त्यस्तो मलाई त केही लागेन। साथी र म चाहिँ रमाइलो गर्दै गफहरू गर्दै रोटेपिङ चढ्यो। रोटेपिङमा गएर यसो रमाइलो गर्दै हिँडेँ। आमाम रोटेपिङमा माथि गएँ, अरू कराइरहेको थियो। अनि यसो गएर फेरि म ब्रिजमा गएँ, हक्कर ब्रिजमा गएर यसो हेरेको तल मिनी गोवा, आम्मामा तल मौतको कुवाहरू थियो अनि रोटेपिङहरू पनि थियो, सबै थियो। तल पनि खेलिरहेको थियो। आमाम इन्जोय गरिरहेको थियो तल पुलको मुनि। म चाहिँ तर गइनँ, माथिबाट निकै बसेर तल हेरेँ हो। त्यहाँदेखि यसो बाङ्गे बजारबाट फेरि निस्केँ म। बाङ्गे बजारबाट निस्किँदा चाहिँ बाङ्गे बजारको छेउमा जुन पस्ने इन्ट्री पोइन्टमा चाहिँ यति साह्रो बेसी ड्रम काटेकोमा आगो फुकेर जुन के को मासु पुरा अब यसमा सुकुटी बनाइरहेको थियो। यो चाहिँ इन्ट्री पोइन्टमा, योदेखि भित्र पस्योमा त झन् रमाइलो चाहिँ भित्र थियो। रमाइलो चाहिँ होइन, अब सबै भान्साघर के भन्ने सबै थियो, मङ्गर घर यस्तोहरू भन्नेहरू सबै थियो भित्र। आफ्नो जातीय सबै पाउने, खानाहरू पाउने सबै होइन। अब चियाहरू पनि सबै बाँसको यस्तो ग्लासहरू थियो, त्यस्तोतिर पाउने। अब रक्सीहरू पनि त्यस्तोतिर। अनि यसो माथि हेरेको त ग्राउन्डमा प्रोग्राम स्टार्ट भयो। यो चाहिँ भर्खर यहाँको लोकल आर्टिस्टले गीत गाइसकेर म यसो हेर्दै थिएँ, मान्छे कच्चाकच बस्दै थियो। अनि यसो हेरेको भरे जुन यो ब्यान्डको प्रोग्राम हुँदा त्यो पनि एकछिन गएर हेरेँ हो। यसो हेरेको आमामामा मान्छेहरू नाच्ने नाचिरहेको थियो, घुमिरहेको थियो हो। यसो नै भित्र पसिरहेको थियो। यसो हेरेको त सिङ्गरले भन्दा ज्यादा त्यहाँको अडियन्सले आफू गीत गाइरहेको थियो। यता फर्केर उता फर्केर भिडियो बनाइरहेको थियो, गीत गाइरहेको थियो होइन। त म त यसो हेरेँ, होइन सुन्नु आएको हो कि गीत गाउनु आएको जस्तो पनि लागेन। तर यसो हेरेको अब आफ्नो यो हो, सबै गीत गाइरहेको थियो होइन। म पनि बसेर एकछिन चुपचाप हेरिबसेँ, निकै बेर हेरिबसेँ, 2-3वटा गीत हेरेँ अनि रमाइलो पनि लाग्यो होइन। अब हाम्रो माघे मेला, जोरथाङको माघे मेला यति रमाइलो थियो, यति रमाइलो भइरहेको थियो, यति भव्यताको साथमा भइरहेको थियो होइन मेला। अनि सबै गीत गाउनेले गीत गाइरहेको थियो, रमाइलो गर्नेले गरिरहेको थियो होइन। अब उता सिङ्गरलाई पनि मजा भइरहेको थियो, नमस्ते जोरथाङ भनेर पनि कराइरहेको थियो होइन। सबैजना नमस्ते भनिरहेको थियो, अरू आइरहेको थियो मान्छे, यति साह्रो भिड, यति साह्रो आएकै थियो। अनि बाहिरको हेरेको सबै पसेको थियो। र तपाईँहरू पनि आउनुहोस्, घुम्नुहोस्, इन्जोय गर्नुहोस् है त। ल त आजको भिडियोलाई राखेँ, थ्याङ्क यू सो मच।